So, hi guys, I hope all of you are doing well. So, guys, I have been suffering from this very bad cold. So, I have got sore throat and मेरो voice पनि आज एकदमै dull sound गरिरहेछ. So, please don't mind. And so while I was cooking my fish curry, म चाहिँ नेपालमा हुँदाखेरिको त्यो पुरानो मेमोरिजहरूको चाहिँ फ्ल्यासब्याक आइरहेको थियो है. नर्मली मेरो घरमा चाहिँ जब पनि फिस करी बन्थ्यो त्यति बेला चाहिँ I used to be the one, you know, who used to eat loads of fish. भनौँ न, like in my home, like everyone loves fish curry so much. But म जतिको fan चाहिँ कोही पनि छैन होला in my family. So जब हामी सबैजना चाहिँ एक ठाउँ खाना बस्थ्यौँ अनि त्यसपछि सबैजना अब खाइरहेको हुन्थ्यौँ अनि त्यसपछि त्यही बिचमा चाहिँ खाँदा खाँदै हुन्छ नि त. लाइक माई ड्याड होइन, उहाँले पनि खाँदा खाँदै आफ्नो भएको यो खाने एउटा भनेर भन्नुहुन्थ्यो क्या. अनि म लाइक ओके भनेर लिन्थेँ. अनि फेरि एकछिनपछि फेरि मेरो फुपा हुन्थ्यो अनि फेरि उहाँले पनि ल खान्छस् त यो भनेर ल भने उहाँको भएको फेरि अर्को पिस लियो होइन. अनि त्यसो गर्दा गर्दै होइन अनि थप्ने पार्ट चाहिँ छुट्टै हुन्थ्यो क्या फेरि है. सो अनि त्यसो गर्दा गर्दै I swear guys, and I'm not lying, I literally used to end up eating 7 to 8 fish in one go. Okay, in one go. So अनि लास्टमा अनि त्यो खाइसकेपछि चाहिँ लास्टमा हुन्छ नि त मेरो फुपू अरू मम हुन्छ नि जो चाहिँ भान्से भनौँ न इन नेपाल होइन. अनि उहाँ चाहिँ यसले यत्रो माछा खायो भनेर डुवा पर्नुहुन्थ्यो क्या लास्टमा चाहिँ कि त्यो थाहै हुँदैन थियो क्या, रियलाइज नहुने क्या उहाँलाई पनि. अनि पछि पो ल अहिले यत्रो खायो भनेर ड्वा पर्नुहुन्थ्यो क्या, कति साह्रो मन पर्यो होला भनेर भन्नुहुन्थ्यो क्या. सो आई लभ फिस करी सो मच होइन. सो आज त्यो पकाउँदै गर्दाखेरि कुराहरू चाहिँ याद आइरहेको थियो. सो मैले धेरै पनि भएको थियो बनाएको थिइनँ. एन्ड यो फिस बनाउने प्रोसेसमा चाहिँ हुन्छ नि जुन चाहिँ फ्राइङ पार्ट हुन्छ नि, द्याट इज सो कम्प्लिकेटेड के, बिकज त्यो तेल उछिटेर आएको छ नि त अनि यति धेरै पोल्छ होइन. सो नेपालमा हुँदाखेरि पनि आई नेभर युज टु कुक फिस करी भन्ने नै हो भने होइन, मलाई बना भन्नुभयो भने पनि आई युज टु बी लाइक नो म फ्राई चाहिँ गर्दिनँ भन्थेँ कि सिधै होइन. सो रुड अफ मी गाइज आई नो. अनि फ्राई चाहिँ म गर्दिनँ बट म ग्रेभी चाहिँ बनाउँछु भनेर भन्थेँ. सो अब यहाँ यस्तो बनाउनै पर्यो आफैले सबै होइन. सो आज पनि मैले हात कति ठाउँ पोलेँ फिस बनाउँदाखेरि, बट नेभर माइन्ड होइन. अब मन परेपछि त बनाउन परि नै हाल्यो. सो हियर इज माई फिस करी. एन्ड हजुरहरूको कुन हो फेभरेट, प्लिज डु कमेन्ट गाइज.